रमेश लेखक, तपाईले मलाई स्टन्ट गर्नुभयो भन्ने जस्तो कुरा गर्नुभयो। बाँसबारीको जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भएछ भने यस्तै स्टन्ट म तपाईबाट अपेक्षा गर्छु। बाल मन्दिरको जग्गा फिर्ता ल्याउने कुरालाई स्टन्ट भन्नुहुन्छ भने माननीय ज्यूबाट म यही स्टन्टको अपेक्षा गर्न चाहन्छु। जनकपुरको 9000 बिघा जग्गाको अनुसन्धान सुरु भएको छ, नरोकेर मात्र स्टन्ट सुरुवात गरिदिनु होला, सम्पन्न गरेर त्यो स्टन्ट गर्नु हुन अनुरोध गर्न चाहन्छु। पतञ्जलिको जग्गाको कामलाई अगाडि बढाएर मद्दत गरिदिनु होला, म तपाईबाट त्यो स्टन्टको अपेक्षा गर्न चाहन्छु। बाँकी रह्यो नक्कली भुटानी शरणार्थीको विषय। यही सदनमा उभिएर एकजना माननीयजीले भन्नुभएको थियो फाइल खोल्छु, एउटा फाइल खोल्यो भने चाहिँ यो गर्छु त्यो गर्छु भन्नुभएको, खोइ खोल्नु भएको भन्नुभएको थियो। फाइल खुलेको 24 घण्टामा सरकार ढाल्नु भयो। कसरी खोल्ने फाइल 24 घण्टामा? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर तपाईहरुले सदनलाई ढाँट्नु भयो। यो देशको बच्चालाई थाहा छ सरकार किन ढल्यो। यो देशको बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। स्पष्ट छ। केही नियुक्ति र बेचन झा र प्रतीक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन। तपाईहरुले आफूले गरेको सहमति खल्तीमा हाल्नु भएको छ, देखेका छैनौं। आज यतिखेर यो सदनमा उभिएर म गर्वका साथ भन्न सक्छु 21 सिटको दल, 4 वटा मन्त्रालय, सदनमा विरोध, सडकमा पुतला, अदालतमा मुद्दा, चारैतिर हंगामा। यस बीचमा 4 महिनाका बीचमा यति धेरै मानिसहरू, हाई प्रोफाइल मानिसहरूको पक्राउ, केहीको त नाम मैले लिनै हुँदैन। लोकतन्त्र खतरामा पर्छ, प्रेस स्वतन्त्र खतरामा पर्छ। विषय एउटा छ, सक्नुहुन्थ्यो त्यो धान्न। राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय कति ठाउँबाट विज्ञप्तिहरू आए, कति ठाउँका मान्छेहरूले विज्ञप्ति चढाउन गए। राजाका पालामा दाम चढाउन गएको सुनेको थिएँ। एउटा विज्ञप्ति नचढाइ त सोसाइटीमै परिदैन भनेर कोही मानिस पक्राउ पर्दाखेरि विज्ञप्तिमाथि विज्ञप्ति पढाउन जानुभएको होइन। मलाई दुःख लाग्छ सामान्य सभामुख महोदय, दुःख लाग्छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति अदालतले पक्राउ पूर्जी जारी गरेको अभियुक्तलाई भेट्न गएर भन्नुहुन्छ म तपाईको पक्षमा छु, तिनीहरूले गलत गरे, म तिनीहरूलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिङ्गो पार्टीका सांसद बोकेर अदालतले पक्राउ पूर्जी जारी गरेको अभियुक्तलाई गएर भन्नुहुन्छ तपाई सही हुनुहुन्छ, तपाईलाई अन्याय हुन दिनु भन्नुहुन्छ। सुशासनको अपेक्षा गर्ने सभामुख महोदय, यति बोलेका कारण मैले कतिवटा एडिटोरियल भोग्नु पर्ने हो, कतिवटा फ्रन्ट लाइन खानु पर्ने हो, कति मुर्दाबाद हुनु पर्ने हो थाहा छैन। अब त संसदीय समितिमा पनि तपाईहरुको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईलाई कुनै आपत पनि पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुस्, म तयार छु, तर सत्यबाट विमुख हुनेवाला छैन। सुरुवात मबाट गर्छु। सम्माननीय सभामुख महोदय, मैले आफ्नो कार्यकालमा औपचारिक उद्घाटनलाई कहिले पनि प्राथमिकता दिइन। मलाई यी उद्घाटनहरुमा त्यति धेरै विश्वास पनि छैन। मैले औपचारिक उद्घाटनमा आफूलाई समय खर्च पनि गर्न चाहिन। तर मैले एउटा औपचारिक उद्घाटन गरे सभामुख महोदय, त्यो नेपालगञ्जको एउटा जेलको उद्घाटन गरे मैले। त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ उद्घाटन गर्ने भनेर। किनकि मलाई थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टहरूलाई जेलमा हाल्छु, सकिनछु भने तिनले मलाई जेलमा हाल्नेछन्। त्यसकारणले मैले जेलको उद्घाटन चाहिँ गरेर आएको छु, यो सोचेर कि कुनै न कुनै दिन सुशासनको यो एजेन्डा जसलाई लिएर नयाँ राजनीतिक दल आएको छ, नयाँ मानिसहरू आएका छन्, त्यसलाई सम्पन्न गर्नको निमित्त नयाँ पुस्ता आउनेछ। सम्माननीय सभामुख महोदय, हिजो बलिदानी दिने बेलामा, हिजो राष्ट्रले ठूलो परिवर्तन मागेका बेलामा हामीले आफ्नो ज्यानको आयुति दिन पाएनौं। संघर्षमा उभिने अवसर हामीले पाएनौं, सकेनौं, जानेनौं, भ्याएनौं, थिएनौं। व्यवस्था ल्याउनमा योगदान दिन त्यति योगदान दिन सकेनौं। हामी लड्न सकेनौं, हामी मर्न सकेनौं। तर म यो सदनमा बसेर प्रतिबद्धता व्यक्त गर्न चाहन्छु सभामुख महोदय, यो व्यवस्था ल्याउनका लागि हामीले आफ्नो ज्यान दिन नसके तापनि यो व्यवस्था जोगाउनको निमित्त ज्यान दिन तयार छौं। यसलाई तलमाथि हामी हुन दिदैनौं, यो म स्पष्ट पार्न चाहन्छु। संसारभरि रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू जो क्षमतावान हुनुहुन्छ, नेपालमा कहिले आउने, किन आउने, कसरी आउने भन्नुहुन्छ, म उहाँहरूलाई स्पष्ट एउटा कुरा बताउन चाहन्छु सभामुख महोदय मार्फत कि एउटा राजनीतिक दल 5 महिना अगाडि दर्ता हुन्छ, 5 महिनामा राजनीतिक दल खडा हुन्छ, त्यो 5 महिनामा 21 सिटको दल बन्छ, त्यो सरकारमा जान्छ, 4-4 वटा मन्त्रालय लिएर जान्छ, मन्त्रालयमा बसेर इमानदारीताका साथ आफ्नो काम गर्छ, जनताको सेवा गर्छ। काम गर्दै जाँदाखेरि एक दिन यस्तो एउटा फाइल खुल्छ कि इतिहासमा कहिल्यै नभएको घटना हुन्छ, 2टा ठूला दल ठ्याप्पै मिल्ने काम हुन्छ भने यो देशमा सम्भावना छ। आउनुस्,
यो देशमा सम्भावना छ, अथाह सम्भावना छ, खालि त्यसको सुरुवात मात्र हामीले गरेका हौँ। भनिएको छ अब ओह्रालो लाग्यो, काम छैन, केही छैन, यिनीहरूको केही काम छैन, सकिए अब ओह्रालो लाग्दैछ भनिएको छ। जो ओह्रालो लाग्छ, जो कमजोर छ, त्यसलाई सबै मिलेर लखेड्छन् सदनमा, सडकमा, पत्र पत्रिकामा, हेडलाइनमा, सम्पादकीयमा। अन्तर्राष्ट्रिय जगतले समेत विभिन्न अपिल निकालेर गर्छन् भने त्यो कमजोर होइन, त्यो सबभन्दा बलियो व्यक्तिका रूपमा, पार्टीका रूपमा होइन, सुशासनको एजेन्डा यो देशमा जबरजस्त स्थापित भयो। दुई ठुला राजनीतिक दलले त्यसलाई स्थापित गरिए हो। सुशासनको एजेन्डा अब नेपालमा सुरु भएको छ। सामान्य सभामुख महोदय, अहिले के सुन्न थालिएको छ भने कांग्रेस र एमाले यति ठुला दल हुन् कि यी दुई मिलेपछि अब देशमा जे गरे पनि हुन्छ, संविधान संशोधनदेखि अनेक नीति एवं संस्थागत उथलपुथल हुन्छ भनिएको छ। यो अराजनीतिक, अलोकतान्त्रिक सोच र अङ्कगणितीय आधारमा पनि गलत छ। गत निर्वाचनमा के भएको थियो म अलिकति स्पष्ट पार्न चाहन्छु। गत निर्वाचनमा लगभग 70% योग्य मतदाताले कांग्रेस वा एमालेलाई भोट हालेनन्। यो कुरा हामीले जान्नुपर्छ। अहिले भनिएको छ दुईटा पार्टी मिलेपछि सबै चिज हुन्छ, होइन, त्यसलाई म स्पष्ट पार्न चाहन्छु। लगभग 70% योग्य मतदाताले कांग्रेस एमालेलाई भोट हालेनन्। कांग्रेसले पाएको मत जम्मा 27,15,000 हो भने एमालेले 28,45,000 मत हो। यो तल्लो सदनमा यो सिटको जुगाड गरेर 2/3 पुग्न सक्ला सबै मिलेर, तर नेपालका कुल मतदाता संख्या 1,80,00,000 को अनुपातमा तपाईहरुको मत भनेको 30% जति मात्रै हो। 2048 पछिका 7वटा निर्वाचन नतिजा निहाल्दा पनि आज 3 करोड जनताको देश नेपालमा कांग्रेस वा एमालेले अहिलेसम्म को हेर्दा कहिले पनि 32 लाख अर्थात 11% भन्दा बढी मत पाएका छैनन्। कुल मतदाता संख्यामा 60% वृद्धि हुँदा पनि यो सदनको ठूलो दल कांग्रेसले 2079 सालमा पाएको मत 2048 सालमा पाएको मत भन्दा कम मत हो। त्यसकारणले सम्पूर्ण हो भन्ने कुराको जुन भाष्य बनाइएको छ म त्यसलाई खण्डन गर्न चाहन्छु। त्यसैले अङ्कगणितीय भ्रम होइन, नैतिक वैधताको जगमा आगामी दिनहरूमा आफ्ना कदमहरू चाल्नुहोला। 33 वर्ष विगत त्यति राम्रो होइन छैन, तुरुन्तै फेरिनुहुन्छ भन्ने कुरा हामीलाई लाग्दैन। तर सत्कर्म गरेर नयाँ सुरुवात गर्ने सुविधा, त्यसमा नेपालीहरू सहनशील छन्, समाज सहनशील छ, त्यो सुविधा हामी तपाईलाई दिन चाहन्छौँ। हेक्का चाहिँ के रहोस् भने कांग्रेस एमालेलाई भोट नहालेका यस देशका 70% हिस्साको हामी मुख्य अंशियार हौं। त्यो 70% जसले कांग्रेस एमालेलाई भोट हालेको होइन, त्यसका प्रमुख अंशियार मध्ये हामी त्यसका अंशियार हौं। यो जनाधारको विस्तार गर्नु नै हाम्रो राजनीतिको मूल उद्देश्य हो। रासोपा सकिने वा सिद्ध्याउन सकिने शक्ति होइन। घण्टी चुनाव चिन्ह अबका मतपत्रहरूमा सदा रहिरहनेछन्। हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं र सुशासन र समुन्नतिका विषयमा तपाईहरुले चाल्नु भएको हरेक कदममा सहकार्य गर्ने प्रतिबद्धता पनि म आज यही उभिएर यहाँहरूलाई प्रस्तुत गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, अब मैले सकिहालेँ। म छोटा केही कुराहरू यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। विशेष गरेर सकिहाल्ने सभामुख महोदय, केही छोटो जानकारीहरू मात्र छन्। यहाँ पदभार सम्हाल्दाखेरि सरकारी र सार्वजनिक जग्गाको अतिक्रमणलाई अन्त्य गर्ने पहिलो निर्णयबाट सुरु गरिएकोमा 635 बिघा 1 कट्ठा 10 दूर जग्गा तराईमा र 74 रोपनी 13 आना जग्गा पहाडमा सार्वजनिक तथा सरकारी जग्गा साबिक्य अवस्थामा फिर्ता ल्याइएको कुरामा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। पदभार सम्हालेको एक साता नबुझ्दै आन्दोलनरत मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालसँग सहमति गरी मन्त्री परिषदको चैत्र 8 गतेको निर्णयले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोग गठन भयो। 80 गठन भयो। त्यतिखेर मानिसहरू धेरै जसो आन्दोलनरत थिए, सडकमा थिए, उनीहरूसँग सहमति गरेको कुरा जानकारी गराउन चाहन्छु। 10 महिनादेखि संघर्षरत मृतक आरती शाहको परिवारसँग सम्झौता भई नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोको टोलीबाट घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन राखिएको छ। त्यसैगरी निर्मला कुर्मी र सुमरदानी थारूको मृत्यु सम्बन्धमा विभिन्न माग राखी अनसनरत रुबी खानसँग 5 बुँदे सहमति गरिएको छ। पछिल्लो 3 महिनामा सीमाबाट हुने अवैध ओसार प्रसार नियन्त्रण गर्न सीमा गस्तीलाई व्यापक एवं प्रभावकारी रूपमा परिचालित गरिएको छ। यसबाट 3 महिनामा जम्मा नेपाल प्रहरीले 1 अर्ब 43 करोड 97 लाख 58 हजार बराबरको र सशस्त्र प्रहरी बल नेपालले 47 करोड 87 लाख 79 हजार राजस्व अनुसन्धान कार्यालयमा बुझाएको भन्सार राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जानकारी गराउन चाहन्छु। गृह मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट फौजदारी कैद कट्टा नियमावली 2076 मा संशोधन भएको छ। यसबाट सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न रोकिएको कैद कट्टा सम्बन्धी कार्यलाई सुचारू गर्न र कैद कट्टा सम्बन्धी विषयलाई पीडित मैत्री, पारदर्शी र वस्तुनिष्ठ बनाउने कानूनी आधार तयार भएको छ।
रिगल काण्ड अब नदोहोरियोस् भन्नका लागि खल्तीबाट पहुँच भएका मानिसहरूले आफ्ना मानिसहरूलाई रिहाई गर्न दिने दिनको कानुनी रूपमा हामीले अन्त्य गरेको कुरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। त्यसैगरी सार्वजनिक प्रदर्शन हडताल तथा विरोधका क्रममा हुने क्षति, यदि सार्वजनिक क्षति सरकारी सम्पत्तिको क्षति कसैले गरेको रहेछ भने कार्यविधि नै बनाएर त्यस्ता क्षति गर्नेहरू विरुद्ध हामीले बिल पठाउने र असुल उपर गराउने कार्यविधि तयार गरेको कुरा जानकारी गराउन चाहन्छु। सबै खाले विपदबाट हुने क्षतिलाई समेटेर विपद प्रभावकारी निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि 2081 तयार गरी कार्यान्वयनमा ल्याइएको छ। राष्ट्रिय परिचय पत्रमा विशेष काम भएको छ। हिरासत छल्न अस्पताल बस्ने कार्यलाई नियन्त्रण गर्न नेपाल मेडिकल काउन्सिलको राय लिई कार्यान्वयनका लागि नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरिएको छ। र म अब बन्दै गरेको सरकारलाई एउटा अनुरोध गर्न चाहन्छु, हामीले नभ्याएको एउटा अनुरोध, कृपया हिरासत छल्नका लागि अस्पताल बस्ने मानिसहरूले डाक्टरले भनिसकेपछि नाइ भन्न नसकिने अवस्था भएको हुनाले केही नेपाल ऐनमा संशोधन गरेर भए पनि हिरासत छल्नका लागि अस्पतालमा बसेको जुन समय छ, फेरि निको भइसकेपछि त्यो समय अस्पतालमा बसेको समय कैद भुक्तान गर्नुपर्ने नियम पालना गरिदिनुको लागि त्यस्तो व्यवस्था गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि लगायत कामहरू अगाडि बढेका छन्। गृह मन्त्रालयमा हेल्प डेस्क सञ्चालन गरी दैनिक नागरिकले आफ्ना गुनासो राख्न पाउने व्यवस्था गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई थप प्रभावकारी र छिटो छरितो बनाउनका लागि आगमन र प्रस्थानतर्फ 4 वटा डेस्क थपिएको छ र अहिले जुन गुनासो थियो 37 सेकेन्डमा, सामान्य अवस्थामा 37 सेकेन्डमा एकजना मान्छेले इमिग्रेसन पार गर्न सक्ने गरी चुस्त सेवा बनाइएको कुरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशको व्यवस्थापनलाई ऐतिहासिक रूपमा सहज बनाएका थियौँ। अब सिंहदरबार प्रवेश गर्नको लागि कसैलाई चिन्नु पर्दैन, मान्छेको काम भए हुन्छ। आफ्नो QR कोड मार्फत अपोइन्टमेन्ट लिएर कसैलाई नचिनिकन, कसैलाई भन्छुन नगरिकन सहजै सिंहदरबार प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। राणा शासनपछि पहिलो पटक नेपाली जनताका लागि सिंहदरबार व्यवस्थित ढंगले सुरक्षित तरिकाले खोलिएको जानकारी सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। सेवाग्राहीको गुनासो सुन्नका लागि गृहमन्त्रीलाई भन्नुहोस् QR कोडमा प्रत्येक दिन 600-700 वटा गुनासाहरू आउने गर्थे, त्यसको सम्बोधन 2 हप्तासम्म गर्न भ्याए। आशा गर्दछु आउने गृहमन्त्रीज्यूले त्यसलाई निरन्तरता दिनुहुनेछ। विपदको पूर्व तयारी प्रति कार्यका लागि हामीले आवश्यक कदम चालेर 1149 मार्फत कमान्ड पोस्ट बनाई 24 घण्टा सेवा प्रवाह गरिरहेका छौँ। कारागारहरूलाई सुधार गृहको रूपमा विकास गर्ने गरी सहजीकरण गर्ने कार्यमा निरन्तरता दिइएको छ। नागरिकता कार्यविधि 2081, लागू औषध नीति, कारागार नियमावलीको मस्यौदा तयार गरी रायका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। छाउपडी कुप्रथा सम्बन्धी समस्या निराकरणका लागि सहसचिवको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरिसकिएको छ। प्रहरी सेवा अवधि पुनरावलोकनका लागि सहसचिवको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन भएको छ। तल्लो दर्जाका प्रहरीहरूलाई 16 वर्षमा अवकाश प्रदान गर्ने र 30 वर्षलाई पनि पुनरावलोकन गर्ने गरी यो समिति गठन गरिएको र यो सरकारको नीति कार्यक्रममा पनि व्यवस्था भएको कुरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। सुन सम्बन्धी अनुसन्धानको क्रममा प्रगति विवरण यहाँहरूलाई बारम्बार प्रदान गर्दै पनि आएको छु। 60 केजी सुनको थप अनुसन्धानका क्रममा हालसम्म 3194.66 केजी अवैध सुन चोरी पैठारी भएको खुल्न आएको, जस अन्तर्गत अनुसन्धानका क्रममा 14 जना नेपाली नागरिक, भारतीय नागरिक 4 जना, 2 जना चिनिया नागरिक गरी 20 जना पक्राउ परेका छन्। यो कार्यभार सम्हालिसकेपछि हामीले गरेको अपरेसनका कारणले हो। भुक्तानी सेवा प्रदायक संलग्न रहेको पेवेल नेपाल प्राइभेट लिमिटेड सजिलो पे मार्फत कुल कारोबार 1 खर्ब 8 अर्बको रहेको भौचर डिपोजिट गरी 81 अर्ब बराबरको कारोबार गरेको देखियो र सो कार्यकालका सञ्चालक समिति कर्मचारीहरूलाई नियन्त्रणमा लिएर कानुनी दायरामा बुझाइएको छ। अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दा अनुसन्धानको क्रममा छ। 10 वर्षदेखि फरार माओवादी नेता कालीबहादुर खाम पक्राउ परेसँगै अनुसन्धानको तीव्र गतिमा अगाडि बढेको छ र बाँसबारी छाला जुत्ता बालमन्दिर लगायतका विषय मैले बताइहालेँ र विशेष गरेर जाँदै मेरो लिस्टमा पनि लास्टमा र सरकारको पनि लास्टमा भनेको प्रतीक थापा पक्राउ र बेचन झा पक्राउ परेछ। यो संयोग नै होला। सामान्य सभामुख त्यो बाहेक हामीले सम्हालेका अन्य मन्त्रालयहरूका विभिन्न विवरणहरू छन्, त्यसलाई थोरै प्रस्तुत मात्र गरेर बिदा हुन्छु। शिक्षामा राजनीति गरिनुहुन्न भनेर हामीले दलीय राजनीति मुक्त क्षेत्र बनाउनको निमित्त शिक्षा विज्ञानता प्रविधि मन्त्री सुमना श्रेष्ठको अभियानका कारण आज देशभर 2941 शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको छन् र त्यसलाई पनि यहाँ स्पष्ट गर्न चाहन्छु र आशा गर्दछु यो अभियानलाई निरन्तरता दिनुभयो भने। विश्वासको मत लिने समयमा गृहमन्त्रीका हैसियतले बोलाइएको हो कि राजसभाको नेताको हैसियतले
कुनै एउटा भाषण राष्ट्रसभाको नेताको हैसियतमा हो कि गृहमन्त्रीको हैसियतमा हो, त्यो जानकारी पाउँछ अमुक भयो। धन्यवाद। मान्यज्यू बस्नुहोस्। हस्, धन्यवाद। माननीय रवि लामिछानेलाई उप प्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रसभाको नेताको हैसियतले यहाँ समय नदिएको हुनाले म चुप लाएर बसेको। न मैले जहिले पनि म टाइम काट्ने मान्छे हुँ र मान्यज्यूलाई पनि संक्षिप्तमा आफ्नो भनाइ राख्न अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, म 1 मिनेटमा सिद्ध्याउँछु। त्यो 1 मिनेट मलाई दिनुभयो भने म यो ठाउँ खाली गरिदिहाल्छु। मान्यज्यू, सरकार बन्न पाएको छैन, त्यताबाट सुरु गर्न थालिसक्नुभयो। वाह, मर्निङ सोज द डे। तपाईँहरूको बिहानीको लागि शुभकामना। सहमतिको कुरा यो सदनमा असाध्यै चल्यो, बडो जोडसँग सहमतिको कुरा चल्यो। त्यसकारण हामीले सहमति गरेका हौँ, उस कारणले हामीले सहमति गरेका हौँ, हामीले यो कारणले सहमति गर्नु परेको भन्ने कुरा सुनियो। तर दुःखका साथ भन्नुपर्छ, नेपाली जनताले मत दिएर पठाउनुभएका माननीयजीहरू यही हुनुहुन्छ। अधिकांशदेखि सायद 1-2 जना भन्दा बाहेक कसैलाई पनि आफूले हो भनेर समर्थन गरिएको त्यो सहमति बारेमा अलिकति पनि जानकारी छैन। बिना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ, न सहमति गर्ने दलका सांसदहरूलाई थाहा छ, न नेताहरूलाई थाहा छ। यो के सहमति होला? अनि यो कस्तो सहमति होला सभामुख महोदय, जसलाई मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने अनि त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने? राष्ट्र, राष्ट्रिय जस्ता गहन शब्दहरू, यसको परिभाषा कुनै एउटा व्यापारीको घरमा आजसम्म देशलाई, जनतालाई, आफ्ना दलका नेता कसैलाई थाहा नदिइकन गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा यो मानमर्दन भएको छ। राष्ट्रियता शब्दको, राष्ट्रिय शब्दको मानमर्दन भएको छ सभामुख महोदय। यो सहमति हुन सक्ला, तर यो राष्ट्रिय सहमति होइन, कदापि होइन। राष्ट्रिय सहमति गर्नका लागि कसैले पनि, न हामीले, न उहाँहरूले, न कसैले पनि रातको अँध्यारोमा गर्नै पर्दैन। बरु हामीलाई आशंका छ, एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो? हामीलाई आशंका छ एकाएक रातारात संविधानको चिन्ता, व्यवस्थाको चिन्ता कसरी भयो? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढकाउन पुग्यो, त्यतिखेर तपाईहरुलाई संविधानको याद आयो? संविधानमा धेरै प्रश्नहरू छन्, संविधानलाई सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। हो, संविधान चलाउनै नहुने दस्तावेज होइन, बेला बेलामा त्यसलाई परिमार्जन गर्नुपर्छ, त्यो बेला बेलामा त्यसलाई हेर्नुपर्छ, सच्याउनु पनि पर्छ होला। तर कुन अवस्थामा? यो अवस्थामा, अहिलेको अवस्थामा देशमा कुन संकटकाल लागेको छ सभामुख महोदय? देशमाथि कहीँबाट कतै हमला भएको थियो कि देशमाथि कुनै प्राकृतिक विपत्ति परेको थियो कि देशमा संविधान निर्माण गर्नुपर्ने थियो कि देशमा कुनै अन्य किसिमका विभिन्न चुनौतीहरूले सामना गर्नुपर्ने अवस्था आएको थियो? केही पनि आएको थिएन सभामुख महोदय। हामीले बुझ्दा, हामीले थाहा पाउँदा आएको भए त्यो के हो कहीँ कतै देख्न सुन्न नपाएपछि मलाई लाग्छ आएको थिएन। बस संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको त्यो सहमति पत्र आएपछि खुल्ला। तर आजको दिनमा संविधान जोगाउनका लागि यो सहमति भएको भन्ने कुरा कम्तीमा म, मेरो पार्टी र हामी यसलाई स्वीकार गर्न तयार छैनौं। त्यसैले र यो सँगसँगै मध्यरातमा जब सहमति भएको थाहा भयो, त्यस पछाडि साथीहरूले सहमति के भएको भन्ने थाहा छैन। अब राति भएको सहमति भोलिपल्ट राति फेरि बैठक भएर सहमति तोडियो भन्ने हो कि के हो त्यो पनि टुङ्गो छैन। तर त्यसबीचमा खोइ राजीनामा दिएको, खोइ राजीनामा दिएको, किन राजीनामा नदिएको, किन टाँसिएको, किन पदलोलुप भएको भन्ने आरोप रासोपालाई लाग्यो, हामीलाई लाग्यो। सम्माननीय सभामुख महोदय, देशमा बाढी पहिरो गइरहेको छ, जनता आपद विपदमा परेका छन्। बिहान उठ्दा मध्यरातमा दुई ठूला दलहरूले सहमति गरेको खबर आउँछ। के सहमति गर्यो देशलाई, जनतालाई थाहा छैन। हिजोसम्म सबै ठिकै थियो भन्ने बुझिएको थियो। देशमा कुनै आपद अप्ठ्यारो त्यस्तो परिस्थिति परेको कहीँ कतै देख्दा पनि देखिँदैन। तर त्यस्तो अवस्थामा, मुलुकको जिम्मेवारी लिनुपर्ने अवस्थामा बसेको बेलामा, सहमतिका बारेमा कुनै जानकारी प्राप्त नभएको अवस्थामा, अन्योलका बीचमा के हामीले राजनीतिक इमान छोड्दै अब हो सहमति बिग्रिएछ, दुईटा ठूला दलले सहमति गरे, अब तिनको सरकार बन्छ, के कतै कहीँ मन्त्री पो पाइन्छ कि कुनै ठाउँ पाइन्छ कि भनेर भागेर दौडेर जाने हो कि यहीँ बसेर जनता बचाउने काम गर्ने हो? अपरिपक्वताको ट्याग लागेका, केटाकेटीपना भएको ट्याग लागेका हामीलाई इतिहासले कसरी मूल्याङ्कन गर्छ थाहा छैन सभामुख महोदय। तर यो परिस्थितिमा, देशमा विपद परेका बेला, देशमा प्राकृतिक विपत्ति परेका बेला कुनै जानकारी बगैर मध्यरातमा भएको सहमतिमा हतार गरेर
राजीनामा दिएर जिम्मेवारीबाट भाग्नुभन्दा पनि अन्तिम समयसम्म आफूले राजनीतिक रूपमा गरेको प्रतिबद्धताको पक्षमा डटेर उभिने निर्णय रासोपाले गर्यो। त्यही निर्णय स्वरूप आज हामी उपस्थित भएका छौँ। यसभन्दा अगाडि बोल्नुहुने ठुला दलका ठुला नेताहरूको भाषण मैले बारम्बार यो रस्टमबाट सुनेको छु, बाहिर पनि सुनेको छु। क्षमा गर्नुहोला, तपाईहरू जस्तो सम्मानित नेताहरू, यति सठिक ढङ्गले आफ्ना कुराहरू, आफ्ना तर्कहरू राख्न सक्ने नेताहरूले, कतिपय नेताहरूले त आज समय पनि उहाँहरूलाई बढी भयो, दिएको समय पनि पहेँलो बत्ती बल्दा पनि कुरा नसकिने नेताहरूको पहेँलो बत्ती बल्नुभन्दा अगाडि नै कुरा सकियो। त्यो कुरा सकिएको होइन, त्यो वास्तवमा आत्मविश्वास सकिएको हो। किनकि आत्मविश्वास थियो भने र आत्मविश्वास हुँदा कुन गर्जनका साथ तपाईहरू यो रोस्ट्रममा उभिनुहुन्छ त्यो इतिहासले देखेको छ, हामीले पनि देखेका छौँ। केही छैन, दुई ठुला दल मिलेर देशमा शान्ति हुन्छ, सुशासन हुन्छ, हामीलाई केही पनि भन्नु छैन। हामी तयार छौँ, हामीले खोजेको पनि त्यही हो। हामीले त देख्यौँ 30औं वर्षसम्म। तपाईहरू उहिले मिलेको भए हाम्रो जन्म पनि हुने जरुरी पनि थिएन, तर हुन सकेन। हामीलाई धेरै मतदाताहरूले कहिलेकाहीँ भन्नुहुन्छ, हाम्रा शुभचिन्तकहरूले, तिमीहरूले सरकारमा गएर के गर्यौ? आज म आफ्ना 12 लाख मतदाताहरूलाई गर्वका साथ यो रोस्ट्रममा उभिएर भन्न चाहन्छु, हेर्नुहोस्, हामीले सरकारमा गएर एउटा यस्तो सुशासनको शङ्खनाद गर्यौं कि रातारात ऐतिहासिक रूपमा दुई ठुला दल एकै ठाउँमा आए। योभन्दा धेरै के गर्नु पर्यो? सम्माननीय सभामुख महोदय, हाम्रो व्यवस्था अलिकति बेग्लै किसिमको छ। राजनीतिक भागभण्डाले गाजिएको छ। विभिन्न निकायहरूमा राजनीतिक भागभण्डाका आधारमा शक्तिहरूको बाँडफाँड भएको छ। त्यो आफैमा एउटा सेपरेसन अफ पावर, त्यो आफैमा लोकतन्त्रको एउटा खम्बा हो, एउटा महत्त्वपूर्ण कडी हो। दुई राजनीतिक दल मिल्दा साँच्चै नै सङ्कटकालीन अवस्थालाई त्राण दिने, राष्ट्रलाई निकास दिने प्रतिबद्धता हो भने त्यो स्वागतयोग्य गर्ने कुरा थियो। तर जसरी लुकाइएको छ र जसरी भनिएको छ त्यसलाई स्वीकार गर्न हामीले नसकेका मात्र। यो खुल्लमखुल्ला भइदिएको भए हामी पनि कहीँ न कहीँ कतै न कतै एउटा राष्ट्रिय सहमतिमा असहज हुने काम पक्कै पनि गर्ने थिएनौँ। तर त्यस्तो हुन सकेन। तर यहाँ समस्या अलिकति छ। म सम्मानित सदनको ध्यान आकर्षण केमा गराउन चाहन्छु भने ठुला राजनीतिक दल एकै ठाउँमा आउँदा एउटा ठुलो समस्या पैदा हुन सक्छ। जुन ढङ्गले हाम्रा संरचनाहरू बनेका छन्, जसरी सेपरेसन अफ पावर हामीले परिकल्पना गरेका छौँ, शक्ति पृथकीकरणको सिद्धान्तलाई हामीले जसरी परिभाषित गरेका छौँ, जसरी व्याख्या गरेका छौँ र जसरी त्यसमा हामी टेकेर समाजलाई अगाडि बढाइरहेका छौँ, कतै त्यसमा ठुलो सङ्कट आउने त होइन सभामुख महोदय? त्यस्तो नआओस् भन्ने रासोपाको चिन्ता छ। आज विभिन्न निकायहरूमा हामीले भागभण्डा गरेर राजनीतिक पहुँचका आधारमा, पोलिटिकल स्ट्रेन्थका आधारमा निकायहरूमा भागभण्डा गरेका छौँ। भोलि कुनै मुद्दामा देशका ठुला दरहरू मिलिरहँदा त्यसले लोकतन्त्रलाई कहीँ न कहीँ कतै न कतै असर गर्ने त होइन। हाम्रो चिन्ता त्यति मात्र हो। बाँकी रह्यो प्रतिपक्षको कुरा। रासोपा कस्तो प्रतिपक्ष हो भन्ने कुरा गत वर्ष हामीले देखाइसकेका छौँ। हामीलाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो छ, हाम्रो प्रभावकारिता बढ्छ, जनताले चाहेका पनि यही हुन्। तर हामीलाई लागेको थियो मुलुकमा रातारात हाइवेज बनाउन सकिँदैन, एक्सप्रेसवे बनाउन सकिँदैन, फ्लाइओभर्स बनाउन सकिँदैन, ट्रेन ट्रामहरू रातारात बनाउन सकिँदैन। तर होप त दिन सकिन्छ नि। देश जहाँ सम्भावना छैन भनेर मानिसहरू घर छोडेर हिँडेका छन्, प्रत्येक घरका कोही न कोही मानिस विदेश गएका छन्, त्यहाँ आशा दिन सकिन्छ। हामीलाई मानिसहरूले अर्को चुनावसम्म तिमीहरू प्रतिपक्षमै बस भनेका थिए र हामीले प्राप्त गरेको मत पनि सरकारमा जाने मत थिएन पनि। तर पनि मैले पहिलोपटक सरकारमा जाँदाखेरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारको नेतृत्व हुँदैछ भन्ने थाहा पाएपछि उहाँसँग गरेको यो कुरा सम्मानित सदनलाई बताउन चाहन्छु। मैले उहाँलाई स्पष्ट भनेको थिएँ, म एउटा कुरा स्पष्ट पार्न चाहन्छु। उहाँको राजनीतिक इतिहासमा प्रश्नहरू छन्, उहाँको भविष्य उहाँले चिन्ता गर्ने कुरा हो। तर वर्तमानमा आफ्नो राजनीतिक प्रतिबद्धतामा र सुशासनको प्रतिबद्धतामा मलाई पूर्ण रूपमा सहयोग गर्नुभएकोमा म प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिन चाहन्छु। मैले भने इतिहासमा प्रश्नहरू छन्, भविष्य मेरो चिन्ताको विषय होइन। तर वर्तमानमा सुशासनका मुद्दामा गर्न खोजिएका काममा जसरी पहिलो दिन उहाँलाई भेट्दाखेरि मैले भनेको थिएँ, तपाईँ राजनीतिको उत्तरार्धमा हुनुहुन्छ, हामी राजनीतिको सुरुवातमा छौँ। यो सङ्गमलाई वास्तवमा पुराना नेताहरूसँग बसेर हामीले काम गर्दा मात्र होइन, सँगै तस्विर खिच्दा पनि हामीलाई हाम्रा शुभचिन्तकहरूले गाली गरिरहेका छन्। तर मुलुकलाई निकास दिने कुरामा तपाईँ प्रतिबद्ध हुनुहुन्छ कि हुँदैन? तपाईँ प्रतिबद्ध हुनुहुन्छ भने तपाईँको उत्तरार्ध
र हाम्रो शुभारम्भले एउटा राम्रो सङ्गम दिन सक्यो भने मुलुकमा सुशासनको एउटा नयाँ आयाम कायम हुन्छ। तपाईँ तयार हो भनेर उहाँलाई सोधेपछि उहाँ तयार हो भनिसकेपछि हामीले दलमा छलफल गरेर हामी कुरेर बसेर असल बनेर होइन, सँगै काम गरेर केही न केही योगदान दिएर अगाडि बढ्ने प्रतिबद्धताका साथ आएका थियौँ। त्यो प्रतिबद्धतामा उहाँ आजका मितिसम्म कायम हुनुभएको छ र यसैलाई अगाडि बढाउनको निमित्त योभन्दा अगाडि सरकारमा सहभागी हुँदाखेरि हामीसँग त्यति धेरै समय थिएन। सम्मानित अदालतको आदेशले मैले पदबाट मुक्त हुनु पर्यो। म पदबाट मुक्त भएसँगै पार्टीले पनि सरकार छोड्ने निर्णय गर्यो। हामीले चाहेका कयौँ चिजहरू गर्न सकेका थिएनौँ। यसपटक चेकलिस्ट सहित आएका थियौँ, तर त्यही चेकलिस्टलाई कसैले फेक लिस्ट पनि भनेका छन्। म स्पष्ट पार्न चाहन्छु के गर्यो 4 महिनामा भनेर। हामी आफै सन्तुष्ट छैनौँ। हामीले आफैलाई जुन अवस्थामा सोचेका थियौँ, जति काम गर्न सक्छौँ भनेका थियौँ, हामी हाम्रो मूल्याङ्कनमा सन्तुष्ट छैनौँ। तर यो 3 महिनामा 4 महिनाको अवधिमा जतिखेर संसदमा 2.5 महिनासम्म निरन्तर ठगीको आरोप लागिरह्यो, सडकमा पुतला जलिरह्यो, त्यस्तो अवस्थाका बीच अदालतमा मुद्दा ठेली प्रहरी कार्यालयहरूमा सधैँभरि कुनै न कुनै निवेदनका कुरा लिएकै बीचमा पनि एडिटोरियल र फ्रन्ट पेजहरू भरिभराउ भएको परिप्रेक्ष्यमा पनि हामीले नेपाली जनताको पक्षमा इमानदार भएर काम गर्यौँ। म यति चाहिँ सम्मानित सदनलाई भन्न चाहन्छु। के गर्यौ कसो गर्यौ गर्न धेरै सकिन्थ्यो होला, तर यही 3 महिनाको अवधिमा हामीले कुनै समय यही सम्मानित सदनको सभामुखको आसीन हुनुहुने कृष्णबहादुर महरा जस्तो व्यक्तिलाई सुनकाण्डमा फेरि पनि त्यो प्रतिवेदनका आधारमा उहाँ लगायतका मानिसहरूको पक्राउ गर्ने कार्य हामीले जिम्मेवारी सम्हालेपछि अगाडि बढ्यो। फरार भनिएका दिपेश पुन लगायत, कालीबहादुर खाम लगायत र पछिल्लो समय प्रतीक थापा धेरै जसो उठिरहने र नयाँ दल नयाँ सांसदहरूप्रति लक्षित हुने स्टन्ट भन्ने विषयलाई लिएर आफ्नो कुराहरू अगाडि राख्न चाहन्छु। जसलाई यहाँहरू स्टन्ट भनिरहनु भएको छ, त्यो स्टन्ट नभएर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको हो भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु। स्टन्टको पर्याय आँट हो, साहस हो, विधि हो र न्याय हो। त्यसकारणले जसलाई तपाईँहरूले स्टन्ट भनिरहनु भएको छ, हामी त्यसलाई आँट भन्छौँ, विधि भन्छौँ, न्याय भन्छौँ, साहस भन्छौँ। र जति सक्नुहुन्छ त्यति स्टन्ट यहाँहरूले पनि गरेर देखाइदिनु भयो भने आज यहाँ व्यक्त भएका प्रतिबद्धताहरूबाट हामी अगाडि बढ्न सक्यौँ। सामान्य प्रधानमन्त्रीज्यूसँग सँगै काम गर्ने रहर भएर दुई नेताहरू बीच अघिल्लो समीकरणमा कहीँ न कहीँ कतै न कतै योगदान दिने अवसर मैले पनि प्राप्त गरेको थिएँ। म त्यसका आधारमा केही कुरा यहाँ राख्न चाहन्छु। मलाई उहाँले सुशासनको विषयमा निर्ममतापूर्वक अगाडि बढ्नुहुन्छ भन्ने कुरामा विश्वास त थियो, तर मेरो विश्वास डगमगायो। सरकार फेरिएर होइन, हामीले सरकार छोड्नु परेर होइन, त्यो पीडा त कतै पनि होइन, कहीँ कतै अर्थ नलागोस्। जुन ढङ्गले सरकार बन्यो र जसरी यो विषय अगाडि बढ्यो त्यसलाई म अलिकति यहाँ व्याख्या मात्र गर्न चाहन्छु। विश्वासको मत दिन त पनि सकिन्थ्यो होला, तर जुन सङ्केत सुरुवातमा देखियो त्यो सङ्केतले हामीलाई झस्काएको छ। उहाँको राजनीतिक योगदान, उहाँको राजनीतिक त्याग, उहाँको राजनीतिक बलिदानप्रति हामीले कहीँ कतै कन्जुस्याइ नगरिकन सम्मान गरेका छौँ, सम्मान छ। म यो सम्मानित सदनमा यो कुरा स्पष्ट पार्न चाहन्छु। तर सरकार सुरु हुने बित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानामा छुट्नु भएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो, बाँसबारी छाला जुत्ताको विषयको अनुसन्धान चलिरहँदै गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शङ्काको विषय बन्यो। त्यसपछि मन्त्री परिषद बन्यो। जहाँ जहाँ हामीले विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार देखियो। नक्कली भुटानी शरणार्थीको विषयमा पुनः अनुसन्धान सुरु भयो। मन्त्रीमण्डलमा को गयो, संसद र देशलाई राम्रोसँग थाहा छ। अनि प्रश्न उठ्यो, हामीले बाल मन्दिरको विषय उठायौँ, त्यहाँ पनि पुरस्कार। बाल मन्दिरको विषय उठिरहँदा मन्त्रीमण्डलमा कस्तो सदस्यहरू जानुभयो, त्यसले पनि हामीलाई झस्काउने वातावरण सृजना गर्यो। सभामुख महोदय, मैले स्पष्ट भन्नै पर्छ। त्यो मात्र होइन, स्काउटको विषय पनि हामीले उठायौँ, फेरि पनि मन्त्रीमण्डल हेऱ्यौँ। जहाँ जहाँ हामीले प्रश्न उठाएका छौँ त्यहाँ त्यहाँ पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने होला? त्यो विश्वासको वातावरण उहाँले फेरि आज यहाँ प्रतिबद्धता व्यक्त गरे अनुसारै गरिदिनु भयो भने हामीलाई केही पनि भन्नु छैन। हामीले पहिला पनि भनेका छौँ, हामी गुण र दोषका आधारमा प्रतिपक्ष भएर बस्छौँ। प्रतिपक्ष हुनुको अर्थ विरोधी हुनु होइन, राम्रो कामको समर्थन, खराब कामको विरोध। हाम्रो भूमिका यही नै रहन्छ। तर सरकारले जुन ढङ्गले जसरी गठन भयो,
7वटा बुँदा त थाहा भयो हामीलाई। कहीँ यो चौथो बुँदामा मात्र फोकस भएर बाँकी सबै बुँदाहरू त्यो चौथो बुँदालाई यसो फुलमाला लगाइदिने काम भएको त होइन, आशंका उब्जिएको छ। यो शङ्का दूर होस्। अन्य धेरै विषयहरू छन्, टेरामक्सका विषयदेखि लिएर एन्सेलका विषयहरू जति पनि छन्, ती त कहाँ होलान् कता होलान् थाहा छैन। तर म फेरि पनि यो सदनलाई स्पष्ट पार्न चाहन्छु कि हामीले बजेट पास भएको 2 महिनाभित्र यो देशका 25वटा काण्डहरूमा छानबिन सुरु गर्छौँ, उच्च स्तरीय न्यायिक आयोग बनाएर भनेका थियौँ। म सरकारलाई यो निर्णयको निरन्तरताको लागि अपिल गर्न चाहन्छु सम्मानित सदनमा उभिएर सभामुख महोदय। हुन त नयाँ राजनीतिक दलका रूपमा हामीले धेरै कुरा खेप्नुपर्ने हुन्छ। एउटा कालखण्ड पार नगरिकन, एउटा चोट पीडा नसहिकन राजनीतिमा स्थापित हुन गाह्रो हुन्छ होला। तर प्रधानमन्त्रीज्यूले आज यहाँ व्यक्त गर्नुभएको निराशा, देश समाज यति निराश भएको देखेकै थिइन जुन भन्नुभयो, त्यो निराशाको कारक को रहेछ? प्रधानमन्त्रीज्यूले पढ्नु भएको स्क्रिप्ट मैले वा नयाँ दलका मान्छेले पढेको भए ठ्याक्कै मिल्थ्यो। स्क्रिप्ट त्यही, तर पढ्ने मान्छे फरक हुनु पर्थ्यो अनि मिल्थ्यो। 34 वर्षमा देश निराश भयो। यति निराश भएको मैले कहिल्यै देखेको थिएन। देशमा आर्थिक उन्नति पनि भएन, सुशासन पनि कायम भएन, मानिसहरू विदेश गए, उद्योग कल कारखाना बनेन, बाटो घाटो बनेन, कृषिमा पनि हामी तल पर्यौं, आयात मात्र भयो, निर्यात केही गर्न सकेनौं। 34 वर्षदेखि तपाईहरू यही हुनुहुन्छ। कसलाई सुनाउनु भएको यो हामीलाई? नयाँ भर्खरै आएका दल जसको संसदमा 1.5 वर्ष मात्र भएको छैन, सरकारमा हाम्रा मामलामा पहिलो पटक 1 महिना, अहिले 4 महिना, यो 5 महिनामा यो देशको हरिबिजोग हामीले बनाएको। हामीले 34 वर्षमा 5 महिनाको भाग लगाउनुस्, त्यो 5 महिनाको जिम्मा हामी लिन्छौं। बाँकी रहेको 34 वर्षको 5 महिना कटाएर भएको जिम्मा यो रोस्टममा उभिएर लिने ताकत तपाईँ राख्नुहोस्। बस यति मात्र हो। त्यसपछि हामी विश्वासको मत दिन्छौं। मलाई खुसी लाग्यो। उदाहरण दिनको निमित्त प्रधानमन्त्रीज्यू धेरै पर पुग्नुभयो। नेल्सन मण्डेलाको विषय लिएर साउथ अफ्रिकातिर पुग्नुभयो। उदाहरण त यतै कतै पनि थिए, तर मैले भन्नै पर्ने हुन्छ कि रङ्गभेद विरुद्ध 28 वर्ष जेल बसेर केवल 1 कार्यकाल राष्ट्रपति बनेर पुस्तान्तरण गरेका नेता हुन् नेल्सन मण्डेला। नेल्सन मण्डेलाको उचाइमा आधुनिक नेतृत्वमा कोही पुग्न सके जस्तो मलाई लाग्दैन र सजिलै कोही पुग्नेवाला पनि हुन् जस्तो मलाई लाग्दैन। त्यसैले यस विषयमा मलाई योभन्दा धेरै केही पनि भन्नु छैन। सामान्य सभामुख महोदय, एउटा कुरा म यहाँबाट भनेर नै बिदा हुनुपर्ने हुन्छ कि यो सदनलाई विरोधका नाममा र प्रतिपक्षमा उभिने विषयमा या कोही माथि कुनै आरोप प्रत्यारोप हुने विषयमा यस्तो थलो बनाइएको छ कि यहाँ हुने बहसहरू सुन्न पनि नसकिने किसिमका बहसहरू हुन थालेका छन्। यो गम्भीरताको विषय हो। मैले बचाउ गर्न खोजेको होइन। यहाँ कुरा आयो प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राणा मगरको। यो सदन यति निर्मम भयो, यो सदन यति आरोप प्रत्यारोप र हिलो छाप्ने ठाउँ बन्यो कि आज सिङ्गो जीवन जेलमा परेका बाबुआमाको सन्तानलाई न्याय दिएर सयौं हजारौं बालबालिकाहरूलाई जीवन दिने इन्दिरा राणा मगरलाई एउटा विषय आउने बित्तिकै यो सदनमा, यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी निर्मम भयो। हामी विरोध गर्नुहोस्, विरोधको कुनै ठुलो कुरो छैन, विरोध गर्न पाइन्छ। तर कस्तो आरोप कसमाथि लगाएका छौं एकपटक सोची त हेरौं। प्रमाणित भएको छैन, विषय उठेको छ। सभामुख महोदय, म एउटा प्रसङ्ग सुनाउँछु। मसँग फोटो खिच्ने मान्छेले कयौं पटक मेरो नजिकको मान्छे हो यो भनेर त्यही फोटो देखाएर लाखौं खाएको कुरा छ। मैले टेलिभिजनमा देखाएको छु, यहाँले पुरानो फाइल गरेर हेर्न सक्नुहुनेछ। यो समाजमा मन्त्रीलाई भेटाइदिन्छु, प्रधानमन्त्रीलाई भेटाइदिन्छु भनेर पैसा खाने बिचौलियाको बिगबिगी चलेको छ। तर आज संसारले मानेको छ इन्दिरा राणा मगरले सञ्चालन गर्नुभएको संस्थामा केही लाखका लागि उहाँले रुनु पर्दैन। संसारका 101 संस्थाहरूले त्यो पवित्र ठाउँमा लाखौं करोडौं पैसा एक वचनमा डोनेसन दिएको उदाहरण छ। तर आज अप्रमाणित विषयमा यो सदनमा पार्टीको कुरा होइन, कतिपय सांसदहरूले विरोध गर्ने सिलसिलामा यो पनि भुल्नुभयो कि विज्ञप्तिमा हामीले के लेखेका छौं भनेर। हामीले विज्ञप्तिमा के लेखेका छौं भन्ने कुरा तपाईले पढ्नु भएको छैन होला। हामीले धेरै पटक पढेका हौं। हामीले कहाँ भनेका छौं पैसाको चलखेल भएको छ भनेर। पढ्नु होला, हेर्नु होला। हाम्रो आपत्ति व्यक्तिप्रति होइन सम्मानित सभामुख महोदय। यही सदनमा फलानुलाई भिजा दिनुपर्छ भनेर सदनमा मात्र होइन सडकमा समेत भिजा माग गर्ने मान्छेहरू यहाँ हुनुहुन्न।
सम्मानित सदनलाई यो पनि जानकारी होस् कि उहाँले अहिलेसम्म प्राप्त भएको विवरण अनुसार भिजाका लागि समय मिलाइदिनका लागि गर्नुभएको अनुरोध हो, जसलाई उहाँले त्यो अलिकति मेरो पदीय मर्यादा विपरीत भयो कि भन्ने कुरामा ध्यान आकर्षण भएको छ भनेर स्वीकार गर्नुभएको छ। र हाम्रो राजनीतिक दलले, हुन त हाम्रो दलसँग उहाँ अहिले आबद्ध हुनुहुन्न, तर पनि न्यायिक अथवा कुनै पनि किसिमको छानबिन गरेको खण्डमा हामी त्यसलाई स्वागत गर्छौँ भनेर विज्ञप्तिमा लेखिएको छ। कसको विज्ञप्ति पढेर आउनुभयो सभामुख महोदय? हामीले कहाँ गरेका छौँ बचाउ? सम्मान्य सभामुख महोदय, मेरो एउटै मात्र प्रश्न छ। अहिले त देशमा बेथिति अन्त्य गर्नको लागि, भ्रष्टाचार अन्त्य गर्नको लागि, सुशासन कायम गर्नका लागि भनेर यो गठबन्धन भएको हो भनेर भनिएको छ। अहिले नै तत्कालै एकअर्कालाई गाली र मुसार्ने काम नगर्नु होला। तपाईँले भरमार गाली गरेको र भरमार माया गरेको यी कानले सुनेका छन्, यी आँखाले देखेका छन्, हतार नगर्नु होला। फेरि त्यो दृश्य देख्न पर्नेछ, हामीले नगर्नु होला। तर मेरो यति मात्र यहाँहरूलाई अनुरोध छ, कथम कदाचित जे प्रधानमन्त्रीले भन्नुभयो त्यो त सरकारको नीति कार्यक्रममै भएको कुरा हो। 16 योजनाका कुराहरू पनि त्यहाँ भएकै छन्, त्यही कुरालाई भन्नुभएको हो। अब कुनै कारणले कांग्रेस एमालेको दुई ठूला राजनीतिक दलहरू बीचको यो सम्झौता, यो समीकरणले काम नगरेको खण्डमा इन्डिभिजुअली तपाईहरुले काम गरेको त 34 वर्षमा देखिसकेका छौं। तपाईहरुको कुन नयाँ रूप देख्न बाँकी छ र हामीले देखिसकेका छौं। अब बाँकी रहेको जे बाँकी रहेको छ सँगै मिलेर देखाउनु होला, हेर्न तयार पनि छौं हामी। तर कथम कदाचित एमाले र कांग्रेसको गठबन्धनले पनि काम गरेन भनेपछि त्यसपछि के हुन्छ भन्ने कुराको अन्दाज छ तपाईहरुलाई? सोच्नु भएको छ तपाईहरुले यो समाजमा कुन सन्देश जान्छ भनेर? सम्माननीय सभामुख महोदय, म सकाइहाल्छु। लोकतन्त्रका मूल्य र मान्यताहरूप्रति त्यसलाई जोगाउनको निमित्त जति पनि त्याग र बलिदान दिनुभएको छ, त्यो त्याग र बलिदानको बदलामा यो देशको हुर्मत नलिनु होला, मेरो यति मात्र आग्रह छ। सम्माननीय सभामुख महोदय, जाँदा जाँदै यति मात्र थप्न चाहन्छु, कसैलाई लागेको छ कि प्रतिपक्ष कमजोर छ, ठूला दलहरू जायन्ट भएर मिलेका छन्, टेबल ठटाउँदा पनि हल फर्किने गरी आवाज आउँछ भन्ने कुरा यहाँलाई लागेको छ होला। आवाज तपाईहरुको ठूलो हुन्छ होला, तर आवाज ठूलोले हुनेले मात्र होइन, विचार ठूलो हुनेले मात्र सधैँ जितेको छ। त्यसकारणले हामी विचारका आधारमा सक्षम प्रतिपक्ष बन्नका लागि तयार भएर बसेका छौं। म यति मात्र भन्न चाहन्छु, राज्यका विभिन्न निकायहरूमा भागबण्डा चलेको छ। त्यो भागबण्डाको शिकार विदेशका विभिन्न संयन्त्रहरू नबनुन्, कर्मचारी तन्त्र त्यो भागबण्डाको शिकार नबनोस्, संवैधानिक आयोगहरू त्यो भागबण्डाको शिकार नबनुन्। त्यो भागबण्डाले विभिन्न ठाउँका संरचनाहरू नहल्लिउन्, नभत्किउन्, आफ्ना मान्छे जोगाउने, आफ्ना मान्छे भर्ती गर्ने। अब त्यो किसिमको वातावरण बन्यो भने संरचनाहरू भत्किनेछन्, त्यसले झन् ठूलो निराशा ल्याउनेछ। त्यसकारणले त्यसतर्फ सरकारलाई सचेत गराउँदै समयका लागि सभामुख महोदयलाई धेरै धेरै धन्यवाद दिँदै आफ्ना भनाइहरू यो टुङ्ग्याउँछु र हामीले, मेरो दलले प्रधानमन्त्रीज्यूको विश्वासको मतको विपक्षमा मत दिने कुरा पनि जाहेर गर्दै बिदा चाहन्छु। नमस्कार। यस्ता यी निकायहरू बाहिर राखेर हुन्छ, मैले सबै कुरा थाहा पाउनुपर्छ भनेर सम्पत्ति शुद्धिकरण विभाग पनि, अनि सिआइबी पनि, अनि राजस्व अनुसन्धान विभाग पनि सबै उहाँको मातहतमा ल्याएर 5-6 वटा यस्ता निकायहरूलाई ल्याइदिएपछि अब यसले कहाँ गएर के बिठाइ गर्ने हुन् है भन्ने शङ्का त लागिराखेको थियो होइन। त्यो लागिराखेकै बेलामा पनि कानुनले नै, अघि कार्कीजीले भन्नुभयो नि त, मन्त्रीमण्डलमा जान साथै 1 महिनाभित्र आफ्नो सम्पत्तिको विवरण चाहिँ दिनुपर्छ त भन्ने छ कानुन नै है। तर अहिले पनि कतिपय क्याबिनेटमा रहेका मन्त्रीहरूले त्यसलाई टेर पुछरै नलाइकन कानुनलाई नै मिचेर बसिराखेका छन् भनेपछि अनि बाहिरतिरबाट यसरी दृष्टि दिएर बसिराख्नेहरूले के विश्वास गरिन्छ नि? अब पनि कुरा आएन। अनि अर्को कुरो के पनि भएको छ भने यस्तै यस्तै परेको हुनाले तिमीहरूको ब्याङ्कको कारोबारहरू त्यति स्पष्टसँग चाहिँ देखिँदैन है भन्यो। अब जस्तो भूकम्पले प्रभाव पार्यो, कोभिडले प्रभाव पार्यो होइन, त्यो सबै प्रभाव पारिसिदिएपछि कतिपय उद्यमी व्यवसायीहरूले हामी चाहिँ व्यवसाय सञ्चालन गर्न नसक्ने परिस्थिति रहेको हुनाले ऋण चाहिँ तिर्न सक्ने अवस्थामा छैनौँ, रिसोडिलिङ गर्न पर्यो। राष्ट्र ब्याङ्कले नि मर्कै पर्या हो भनेर एकचोटि त 5 खर्ब जस्तो रुपियाँ चाहिँ त्यो अर्थतन्त्रमा हाल्यो है। तर पछि बुझ्दा राष्ट्र ब्याङ्कलाई के लाग्यो भने त्यो सबै पैसा अर्थतन्त्रलाई अलिक गतिशील बनाउनको निमित्त प्रयोग गरेको भन्नुभन्दा पनि, अथवा उद्योग धन्दा र व्यवसायमा प्रयोग गर्नुभन्दा
त्यो पैसा रियल इस्टेटमा गएछ, मोटर खरिद गर्नमा गएछ, अनि त्यसपछि घर जग्गाको त्यही भइहाल्यो, अनि त्यसपछि क्यापिटल मार्केटमा गएछ भनेपछि अर्थतन्त्र त सप्रेर आएन है। त्यसरी दिएको रकम पनि फेरि तिर्ने बेला त भएको थियो, तिर्न सक्ने अवस्था छैन है। तर पनि नन पर्फर्मिङ एसेट भनेको निष्क्रिय कर्जाको तथ्य र तथ्याङ्क बाहिरबाट हेर्दा निकै बढी हुनुपर्ने हो। तथ्याङ्क त 4-5% भन्दा बढ्दा छैन भन्ने भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले तिमीहरूलाई चाहिने चाहिँ यो वित्तीय सहयोग हो भने अब 10वटा ठुला ब्याङ्कको इन्सपेक्सन गर्ने, अडिट गर्ने काम चाहिँ अन्तर्राष्ट्रिय संस्थाहरूले गर्छन् भनेर निर्देशन दियो। हाम्रो अर्थ मन्त्रालयले पनि हुन्छ भन्यो, राष्ट्र ब्याङ्कले पनि हुन्छ भन्यो होइन। तर जब त्यो अलेटाले भइराखेको थियो अनि उनीहरूले पनि प्रेसर दिइराखेको बेलामा त अब काम गरे देखाउनु पर्यो भनेर फ्लोट गरे। ल आउनुहोस् तपाईँहरूले चाहिँ अब 10वटा ब्याङ्कको चाहिँ अडिट गर्नुहोस् नि त। तर दुःखको कुरो के भयो भने त्यसमा हामी काम गर्छौँ भनेर आएका बाहिरका एजेन्सीहरूले यति ठुलो धनराशिको माग गरिदिए कि त्यो पैसा दिने हो भनेदेखि त ती ब्याङ्क नै आखिर त्यही ब्याङ्कहरूले बेहोर्ने हो त्यो रकम, सरकारले पनि दिँदैन, केन्द्रीय ब्याङ्कले पनि दिँदैन, भनेपछि त ती टाट पल्टिन सक्छन् भन्ने भएर त्यसलाई एकचोटि क्यान्सल गरिदिए र फेरि अब अर्कै किसिमबाट चाहिँ उनीहरूलाई आह्वान गर्नुपर्छ भनेर आइरहेछ। भनेपछि यस्ता महत्त्वपूर्ण काम भनेर उनीहरूले लाइराखेको कुराहरूमा पनि आले टाले हुने, झारा टारे जस्तो हुने, यो सबै कारणले गर्दाखेरि उनीहरूले विश्वास गर्न सकिरहेको परिस्थितिहरू छैन। र फिलिपिन्समा भएको छलफलमा हाम्रा पदाधिकारीहरू पनि जानुभयो, गइसिद्ध्याएपछि हामीलाई त यो खैरो सूचीमा लगेर हाल्ने भए भन्ने भयो। त्यो खैरो सूची भनेको रातो र अनि हरियोको बिचको के, जस्तो तपाईँले ट्राफिकमा देख्नुहुन्छ नि त 3टा रङ, एउटा हरियो, एउटा पहेँलो, एउटा रातो। यो पहेँलो र खैरो भने चाहिँ वास्तवमा एकै किसिमको भयो भनौँ न यो दुईटामा हेर्दा। अब अहिले खैरोको सूचीमा हामीलाई राखिहाले, यो पनि फेरि के भने दोस्रो पटक राखियो नि त। 14देखि अगाडिपट्टि 21-22सम्मको गर्ने बेलामा पनि हामी पढिसकेका थियौँ र एकचोटि त्यस्तो अनुभूति भइसकेपछि पनि हामीले त्यसबाट शिक्षा नलिएर फेरि दोस्रोचोटि पढ्ने भनेपछि त हामीले हेलचक्राइ गरे हो भन्ने अन्तर्राष्ट्रिय जगतलाई पनि पर्यो। अनि अन्तर्राष्ट्रिय जगतको फेरि पनि एउटा खोट के छ भन्नुहुन्छ भने उनीहरू वर्ल्ड ब्याङ्क, IMF, एसियाली विकास ब्याङ्क यी सबै उदार अर्थतन्त्रमा चाहिँ विश्वास गर्ने भावनाले सरकारले चाहिँ यी संस्थाहरू चलाएर बस्ने होइन, निजीकरण गर भन्छन् है। र अहिले पनि उनीहरूसँग सहयोग लिनु पर्यो भन्ने कुराहरू ती नै हुन्। ती कुराहरू समयमा पुरा हुन सकेन भनेदेखि उनीहरूको पारो तातेर आउँछ अनि उनीहरू जहाँ गएर घाँटी समात्नु पर्ने हो समातिहाल्छन्। र अघि पनि साथीहरूले भन्नुभयो नि त, एकचोटि ग्रे लिस्टमा पर्ने बेलामा IMFले ल एकचोटि हेरिदेऊ नि त भने उनीहरूले उन्मुक्ति पाएको हो होइन। अब दोस्रो पटक फेरि त्यही कार्ड चलाएर त हुँदैन होला, किनभने गर्नुपर्ने सबै कुराहरू त गरेर देखाउनु पर्ने हो। त्यहाँ अलिकति धिन्याइ जस्तो रहेको हुनाले है, अब हामी सार्वभौम सरकार हौँ, बाहिरको यस्ता संस्थाले भनेर के हुन्छ त भन्छन्। तर एउटा कुरा के रहेछ भने उनीहरूले भनेका कुराहरूलाई पालन गरिएन भनेदेखि त्यसबाट पर्ने जोखिमहरू निकै धेरै छन्, त्यसबाट उम्किनुको निमित्त निकै गाह्रो छ। त्यसमध्येको एउटा केसम्म पनि भन्न थालियो भने ठिकै छ नि त, हामीलाई दया माया गरेर कुनै अर्को देशले म हेर्छु भन्यो भने त्यो मुलुकलाई पनि खबरदार गलत प्रवृत्तिलाई तैँले प्रश्रय दिएछस् भनेर उनीहरूलाई पनि निगरानीमा राख्न सक्ने सम्भावना हुन्छ भन्ने कुरा भएको हुनाले बाहिरबाट पाउने हामीहरूको सहयोग चाहिँ एकदम न्यून भएर जान सक्ने अवस्थाहरू हुन्छ। अब यसलाई कसरी हामी त्यसबाट उन्मुक्ति पाउने त भन्ने मेजर कुरो हो होइन। उन्मुक्ति पाउने भने विगतका कुराहरूबाट हामीले गम्भीर रूपले शिक्षा लिएर हामीले दिएका वचनहरू पुरा गर्न क्रमिक रूपले अगाडि बढ्दै जाने हो भने, त्यो भनेको के, फिलिपिन्सबाट फर्केर आइसकेपछि ल तिमीहरूले कार्ययोजना पेश गर त, कति समयमा भित्रमा तिमीहरूमा भएको यो कमी कमजोरीहरू हटाउँछौ भन्ने विषयलाई लिएर पेरिसमा चाहिँ कार्ययोजना पेश गरेको छ सरकारले होइन। त्यो कार्ययोजना हामी आफैले पेश गऱ्यौँ भनेपछि त
पक्कै पनि गर्न सक्ने कुराहरू राखिया होला, गर्न नसक्ने होइन नहोला भने अब हुन त एउटा कुरा के भएको छ भने प्रत्येक 6 महिनामा सरकार परिवर्तन हुने भए हुनाले एउटाले केही काम गरेर गयो भने आउनेले त्यसलाई व्यवस्था गरिदिने त्यसो पनि चलन छ। तर सरकार भने त निरन्तर चल्ने के हो अनवरत रूपले चाहिँ उत्तराधिकार प्राप्त गर्ने निकाय हो नि त, सार्वभौम नै हो नि त। भनेपछि रामको सरकारले के गरेको थियो, सीताकोले के गर्ने भन्ने होइन। हिजो लिएको जिम्मेवारीलाई पुरा गर्नको निमित्त इमान्दारितापूर्वक अगाडि जाने र यहाँ गर्नुपर्ने काम कारबाहीहरूमा मेरो भान्जो, मेरो सालो, मेरो ज्वाइँ, मेरो सम्धी नभनिकन कारबाही गर्नुपर्ने छ भने कारबाही गरेर देखाइदिने परिस्थिति बन्न सक्यो भनेदेखि हामी सचिन सक्छौँ। र वास्तवमा यो चाहिँ फाइनेन्सियल एक्सन टास्क फोर्स भने के त भन्दाखेरि वित्तसँग सम्बन्धित रहेको, पैसासँग सम्बन्धित रहेको विषयवस्तु औपचारिक च्यानलबाट गयो भने कसैको पनि टाउको दुखाइ होइन, त्यसले दाहिने बायाँ गरेर पाइप चाहिँ बदल्न थाल्यो भनेदेखि यहाँनिर केही हुँदैछ है भन्ने भएको हुनाले गडबड गर्न सक्ने परिस्थिति रहेको हुनाले त्यसबाट सचिएर हामी जाने अवस्थामा छौँ भन्ने भयो भनेदेखि उनीहरूले नै अलिअलि कन्सेसन दिन सक्छन् र हामी यो ग्रे लिस्टबाट उन्मुक्ति पाएर अरू अन्तर्राष्ट्रिय जगत सरह नै हामी सक्षम छौँ, इमान्दार छौँ, हाम्रो अर्थतन्त्रलाई अगाडि लैजानको निमित्त हामी एकदम गम्भीरता साथ लागेका छौँ भन्ने कुरा भयो भने मात्रै हामी बच्न सक्छौँ। अन्यथा अरू कसैले पनि यसलाई बचाउन सक्ने परिस्थिति आउँछ जस्तो मलाई लाग्दैन। हस् मित्रहरू, धन्यवाद छ। प्लिज भन्नुहोस्। डोनाल्ड ट्रम्पले चाहिँ भर्खरै हाम्रो देशमा जुन संहिता थियो फिस्कल फेडरलिजमको रूपमा त्यो भ्रष्टाचार हो भने मैले अलिकति तपाईँलाई त्यो भने पनि थिएँ, फ्रड भन्नुभयो। अब लिस्टमा परेपछि चाहिँ हाम्रो एफबिआई र प्रिपरेसन पनि घट्ने अवस्था छ। यो अवस्थामा संहिता हामीले धान्न सक्छौँ कि सक्दैन? अब संहिता त अहिले नै धान्न नसकेको परिस्थिति छ भन्ने कुरा के देखिएको छ भने आन्तरिक कर्जा लिएर कर्मचारीहरूलाई तलब भत्ता खुवाउने किसिमको परिस्थिति भइरहेछ। अहिले यो प्राकृतिक स्रोत तथा वित्त आयोग छ नि, त्यसले चाहिँ विनियोजन गर्ने यताउता गर्ने कुरा पनि लिमिटेड भएको हुनाले सङ्घहरू चाहिँ अलिकति खलबलिएर जान लागिरहेछ है। जहाँसम्म ट्रम्पले चाहिँ घाँटी अठाइदिए भन्ने कुरो हो, त्यसलाई म पुरापुर कसरी चाहिँ सहमत जनाउँदिनँ भने युएसएड भने त है उसले उसको पालामा पनि सञ्चालन गरे हो नि त, होइन र? पहिला पुरापुर गऱ्यो, यो पागलहरूले चलाएको संस्था हो भनिदियो नि त अहिले आएर युएसएडलाई है। हिजो उनले चलाउने बेलामा एकदम एकदम चाहिँ स्वस्थ मान्छेले चलाएको हुने, अब अहिले कुनै एउटा व्यापारीको मतमा लाएर गएपछि यो चाहिँ हुलेहारले भने एउटाले, यो चाहिँ अर्को चाहिँ के भने बौलाहारले चलाएको संस्था भनेका छन् नि। त्यस कारणले अरू स्टेटमेन्ट पनि त्योभन्दा फरक हो जस्तो मलाई लाग्दैन। र म एउटा कुरा अहिले नै मित्रसँग के सेयर गर्छु भने त्यो एमसिसी आउँछ मित्र हो फेरि पनि, तर दुःखको कुरो के भने नेपालको हितको लागि त्यो हुँदैन, जियो पोलिटिकल उसलाई चाहिँ तलमाथि पार्ने दृष्टिकोणले दुरुपयोग हुन्छ भन्ने मलाई लाग्छ। हस् मित्र, धन्यवाद। मन्त्री हुने बेलामा प्रधानमन्त्री भइसकेपछि यस्ता यी निकायहरू बाहिर राखेर हुन्छ, मैले सबै कुरा थाहा पाउनुपर्छ भनेर सम्पत्ति शुद्धिकरण विभाग पनि, अनि सिआइबी पनि, अनि राजस्व अनुसन्धान विभाग पनि सबै उहाँको मातहतमा ल्याएर 5-6वटा यस्ता निकायहरूलाई ल्याइदिएपछि अब यिनले कहाँ गएर के मिठाई गर्ने हुन् है भन्ने शङ्का त लागिराखेको थियो होइन। त्यो लागिराखेकै बेलामा पनि कानुनले नै अघि कार्कीजीले भन्नुभयो नि त, मन्त्रीमण्डलमा जान साथै 1 महिनाभित्र आफ्नो सम्पत्तिको विवरण चाहिँ दिनुपर्छ त भन्ने छ कानुन नै है। तर अहिले पनि कतिपय क्याबिनेटमा रहेका मन्त्रीहरूले त्यसलाई टेरपुछरै नलाइकन कानुनलाई नै मिचेर बसिराखेका छन् भनेपछि अनि बाहिरतिरबाट यसरी दृष्टि दिएर बसिराख्नेहरूले के विश्वास गरिन्छ नि? अब पनि कुरा आएन। अनि अर्को कुरो के पनि भएको छ भने यस्तै परेको हुनाले तिमीहरूको ब्याङ्कको कारोबारहरू त्यति स्पष्टसँग चाहिँ देखिँदैन है भन्यो। अब जस्तो भूकम्पले प्रभाव पार्यो, कोभिडले प्रभाव पार्यो होइन, त्यो सबै प्रभाव पारिसिदिएपछि
कतिपय उद्यमी व्यवसायीहरूले हामी चाहिँ व्यवसाय सञ्चालन गर्न नसक्ने परिस्थिति रहेको हुनाले ऋण चाहिँ तिर्न सक्ने अवस्थामा छैनौँ, रिसोडिलिङ गर्न पर्यो। राष्ट्र ब्याङ्कले नि मर्कै पर्या हो भनेर एकचोटि त 5 खर्ब जस्तो रुपियाँ चाहिँ त्यो अर्थतन्त्रमा हाल्यो है। तर पछि बुझ्दा राष्ट्र ब्याङ्कलाई के लाग्यो भने त्यो सबै पैसा अर्थतन्त्रलाई अलिक गतिशील बनाउनको निमित्त प्रयोग गरेको भन्नुभन्दा पनि अथवा उद्योग धन्दा र व्यवसायमा प्रयोग गर्नुभन्दा त्यो पैसा रियल इस्टेटमा गएछ, मोटर खरिद गर्नमा गएछ, अनि त्यसपछि घर जग्गाको त्यही भइहाल्यो, अनि त्यसपछि क्यापिटल मार्केटमा गएछ भनेपछि अर्थतन्त्र त सप्रेर आएन है। त्यसरी दिएको रकम पनि फेरि तिर्ने बेला त भएको थियो, तिर्न सक्ने अवस्था छैन है। तर पनि नन पर्फर्मिङ एसेट भनेको निष्क्रिय कर्जाको तथ्य र तथ्याङ्क बाहिरबाट हेर्दा निकै बढी हुनुपर्ने हो। तथ्याङ्क त 4-5% भन्दा बढ्दा छैन भन्ने भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले तिमीहरूलाई चाहिने चाहिँ यो वित्तीय सहयोग हो भने अब 10वटा ठुला ब्याङ्कको इन्स्पेक्सन गर्ने, अडिट गर्ने काम चाहिँ अन्तर्राष्ट्रिय संस्थाहरूले गर्छन् भनेर निर्देशन दियो। हाम्रो अर्थ मन्त्रालयले पनि हुन्छ भन्यो, राष्ट्र ब्याङ्कले नि हुन्छ भन्यो होइन। तर जब त्यो अलेटाले भइराखेको थियो अनि उनीहरूले पनि प्रेसर दिइराखेको बेलामा त अब काम गरे जस्तो देखाउनु पर्यो भनेर फ्लोट गरे, ल आउनुहोस् तपाईँहरूले चाहिँ अब 10वटा ब्याङ्कको चाहिँ अडिट गर्नुहोस् नि त। तर दुःखको कुरो के भयो भने त्यसमा हामी काम गर्छौँ भनेर आएका बाहिरका एजेन्सीहरूले यति ठुलो धनराशिको माग गरिदिए कि त्यो पैसा दिने हो भनेदेखि त ती ब्याङ्क नै आखिर त्यही ब्याङ्कहरूले बेहोर्ने हो त्यो रकम, सरकारले पनि दिँदैन, केन्द्रीय ब्याङ्कले पनि दिँदैन, पछि त ती टाट पल्टिन सक्छन् भन्ने भएर त्यसलाई एकचोटि क्यान्सल गरिदिए र फेरि अब अर्कै किसिमबाट चाहिँ उनीहरूलाई आह्वान गर्नुपर्छ भनेर आइरहेछ। भनेपछि यस्ता महत्त्वपूर्ण काम भनेर उनीहरूले लाइराखेको कुराहरूमा पनि आले टाले हुने, झारा टारे जस्तो हुने, यो सबै कारणले गर्दाखेरि उनीहरूले विश्वास गर्न सकिरहेको परिस्थितिहरू छैन। र फिलिपिन्समा भएको छलफलमा हाम्रा पदाधिकारीहरू पनि जानुभयो, गइसिद्ध्याएपछि हामीलाई त यो खैरो सूचीमा लगेर हाल्ने भए भन्ने भयो। त्यो खैरो सूची भनेको रातो र अनि हरियोको बिचको के जस्तो तपाईँले ट्राफिकमा देख्नुहुन्छ नि त, 3टा रङ, एउटा हरियो, एउटा पहेँलो, एउटा रातो। यो पहेँलो र खैरो भने चाहिँ वास्तवमा एकै किसिमको भयो भनौँ न यो दुईटामा हेर्दा। अब अहिले खैरोको सूचीमा हामीलाई राखिहाले, यो पनि फेरि के भने दोस्रो पटक राखियो नि त। 14देखि अगाडिपट्टि 21-22सम्मको गर्ने बेलामा पनि हामी परिसकेका थियौँ र एकचोटि त्यस्तो अनुभूति भइसकेपछि पनि हामीले त्यसबाट शिक्षा नलिएर फेरि दोस्रोचोटि पर्ने भनेपछि त हामीले हेलचक्राइ गरे हो भन्ने अन्तर्राष्ट्रिय जगतलाई पनि पर्यो। अनि अन्तर्राष्ट्रिय जगतको फेरि पनि एउटा खोट के छ भन्नुहुन्छ भने उनीहरू वर्ल्ड ब्याङ्क, IMF, एसियाली विकास ब्याङ्क यी सबै उदार अर्थतन्त्रमा चाहिँ विश्वास गर्ने भए हुनाले सरकारले चाहिँ यी संस्थाहरू चलाएर बस्ने होइन, निजीकरण गर भन्छन् है। र अहिले पनि उनीहरूसँग सहयोग लिनु पर्यो भन्ने कुराहरू तिनै हुन्। ती कुराहरू समयमा पुरा हुन सकेन भनेदेखि उनीहरूको पारो तातेर आउँछ अनि उनीहरू जहाँ गएर घाँटी समात्न पर्ने हो समातिहाल्छन्। र अघि पनि साथीहरूले भन्नुभयो नि त, एकचोटि ग्रे लिस्टमा पर्ने बेलामा IMFले ल एकचोटि हेरिदेऊ न त भने हुनाले उन्मुक्ति पाएको हो होइन। अब दोस्रो पटक फेरि त्यही कार्ड चलाएर त हुँदैन होला, किनभने गर्नुपर्ने सबै कुराहरू त गरेर देखाउनु पर्ने हो। त्यहाँ अलिकति ढिङ्ग्याइ जस्तो रहेको हुनाले है, अब हामी सार्वभौम सरकार हौँ, बाहिरको यस्ता संस्थाले भनेर के हुन्छ त भन्छन्। तर एउटा कुरा के रहेछ भने उनीहरूले भनेका कुराहरूलाई पालन गरिएन भनेदेखि त्यसबाट पर्ने जोखिमहरू निकै धेरै छन्, त्यसबाट उम्किनुको निमित्त निकै गाह्रो छ। त्यसमध्येको एउटा केसम्म पनि भन्न थालियो भने ठिकै छ नि त, हामीलाई दया माया गरेर कुनै अर्को देशले म हेर्छु भन्यो भने त्यो मुलुकलाई पनि खबरदार गलत प्रवृत्तिलाई तैँले प्रश्रय दिएछस् भनेर उनीहरूलाई पनि निगरानीमा राख्न सक्ने सम्भावना हुन्छ भन्ने कुरा भएको हुनाले बाहिरबाट पाउने हामीहरूको सहयोग चाहिँ एकदम न्यून भएर जान सक्ने अवस्थाहरू हुन्छ। अब यसलाई कसरी हामी त्यसबाट उन्मुक्ति पाउने त भन्ने मेजर कुरो हो होइन। उन्मुक्ति पाउने भने विगतका कुराहरूबाट हामीले
गम्भीर रूपले शिक्षा लिएर हामीले दिएका वचनहरू पुरा गर्न क्रमिक रूपले अगाडि बढ्दै जाने हो भने त्यो भनेको के फिलिपिन्सबाट फर्केर आइसकेपछि ल तिमीहरूले कार्ययोजना पेश गर त कति समयमा भित्रमा तिमीहरूमा भएको यो कमी कमजोरीहरू हटाउँछौ भन्ने विषयलाई लिएर पेरिसमा चाहिँ कार्ययोजना पेश गरेको छ सरकारले हैन। त्यो कार्ययोजना हामी आफैले पेश गर्यौँ भनेपछि त पक्कै पनि गर्न सक्ने कुराहरू राखिया होला, गर्न नसक्ने होइन नहोला भने अब हुन त एउटा कुरा के भएको छ भने प्रत्येक 6 महिनामा सरकार परिवर्तन हुने भए हुनाले एउटाले केही काम गरेर गयो भने आउनेले त्यसलाई व्यवस्था गरिदिने त्यसो पनि चलन छ। तर सरकार भने त निरन्तर चल्ने के हो अनवरत रूपले चाहिँ उत्तराधिकार प्राप्त गर्ने निकाय हो नि त, सार्वभौम नै हो नि त। भनेपछि रामको सरकारले के गरेको थियो, सीताकोले के गर्ने भन्ने होइन। हिजो लिएको जिम्मेवारीलाई पुरा गर्नको निमित्त इमान्दारितापूर्वक अगाडि जाने र यहाँ गर्नुपर्ने काम कारबाहीहरूमा मेरो भान्जो, मेरो सालो, मेरो ज्वाइँ, मेरो सम्धी नभनिकन कारबाही गर्नुपर्ने छ भने कारबाही गरेर देखाइदिने परिस्थिति बन्न सक्यो भनेदेखि हामी सचिन सक्छौँ। र वास्तवमा यो चाहिँ फाइनेन्सियल एक्सन टास्क फोर्स भने के त भन्दाखेरि वित्तसँग सम्बन्धित रहेको, पैसासँग सम्बन्धित रहेको विषयवस्तु औपचारिक च्यानलबाट गयो भने कसैको पनि टाउको दुखाइ होइन, त्यसले दाहिने बायाँ गरेर पाइप चाहिँ बदल्न थाल्यो भनेदेखि यहाँनिर केही हुँदैछ है भन्ने भएको हुनाले गडबड गर्न सक्ने परिस्थिति रहेको हुनाले त्यसबाट सचिएर हामी जाने अवस्थामा छौँ भन्ने भयो भनेदेखि उनीहरूले नै अलिअलि कन्सेसन दिन सक्छन् र हामी यो ग्रे लिस्टबाट उन्मुक्ति पाएर अरू अन्तर्राष्ट्रिय जगत सरह नै हामी सक्षम छौँ, इमान्दार छौँ। हाम्रो अर्थतन्त्रलाई अगाडि लैजानको निमित्त हामी एकदम गम्भीरता साथ लागेका छौँ भन्ने कुरा भयो भने मात्रै हामी बच्न सक्छौँ। अन्यथा अरू कसैले पनि यसलाई बचाउन सक्ने परिस्थिति आउँछ जस्तो मलाई लाग्दैन। हस् मित्रहरू, धन्यवाद छ। प्लिज भन्नुहोस्। डोनाल्ड ट्रम्पले चाहिँ भर्खरै हाम्रो देशमा जुन संहिता थियो फिस्कल फेडरलिजमको रूपमा त्यो भ्रष्टाचार हो भने मैले अलिकति तपाईँलाई चाहिँ भने पनि थिएँ, फ्रड भन्नुभयो। अब लिस्टमा परेपछि चाहिँ हाम्रो एफबिआई र प्रिपरेसन पनि घट्ने अवस्था छ। यो अवस्थामा संहिता हामीले धान्न सक्छौँ कि सक्दैन? अब संहिता त अहिले नै धान्न नसकेको परिस्थिति छ भन्ने कुरा के देखिरहेको छ भने आन्तरिक कर्जा लिएर कर्मचारीहरूलाई तलब भत्ता खुवाउने किसिमको परिस्थिति भइरहेछ। अहिले यो प्राकृतिक स्रोत तथा वित्त आयोग छ नि, त्यसले चाहिँ विनियोजन गर्ने यताउता गर्ने कुरा पनि लिमिटेड भएको हुनाले सङ्घहरू चाहिँ अलिकति खलबलिएर जान लागिरहेछ है। जहाँसम्म ट्रम्पले चाहिँ घाँटी अठाइदिए भन्ने कुरो हो, त्यसलाई म पुरापुर कसरी चाहिँ सहमत जनाउँदिनँ भने युएसएड भने त है उसले उसको पालामा पनि सञ्चालन गरे हो नि त होइन र, पहिला पुरापुर गर्यो यो पागलहरूले चलाएको संस्था हो भनिदियो नि त अहिले आएर युएसएडलाई है। हिजो उनले चलाउने बेलामा एकदम सेम एकदम चाहिँ स्वस्थ मान्छेले चलाएको हुने, अब अहिले कुनै एउटा व्यापारीको मतमा लाएर गएपछि यो चाहिँ हुलेहारले भने एउटाले, यो चाहिँ अर्को चाहिँ के भने बौलाहारले चलाएको संस्था भनेका छन् नि। त्यस कारणले अरू स्टेटमेन्ट पनि त्योभन्दा फरक हो जस्तो मलाई लाग्दैन। र म एउटा कुरा अहिले नै मित्रसँग के सेयर गर्छु भने त्यो एमसिसी आउँछ मित्र हो फेरि पनि, तर दुःखको कुरो के भने नेपालको हितको लागि त्यो हुँदैन। जियो पोलिटिकल उसलाई चाहिँ तलमाथि पार्ने दृष्टिकोणले दुरुपयोग हुन्छ भन्ने मलाई लाग्छ। हस् मित्र, धन्यवाद चाहन्छु। धन्यवाद मित्र, कुरा बुझिसकियो, संवेदनशील भयो हुनाले मैले यहीँ रोकेँ। धन्यवाद। अब चाहिँ भनौँ न यता अफ गरेपछि भन्नुहुन्छ ल, ठिक छ। व्यक्तित्वहरू, उपस्थित पत्रकार भाइ बहिनीहरू र दर्शक महानुभावहरू र नेपालभरिबाट, देशभित्र र बाहिरबाट यस कार्यक्रमलाई हेरिरहनुभएका सम्पूर्ण दाजुभाइ बहिनीहरूमा म श्रीपाली बस्नेत समाज नेपालको कार्यवाहक अध्यक्ष र नेपाली सेनाबाट अवकाश प्राप्त सेनानी थमन बस्नेत यहाँहरू सबैमा हार्दिक नमन र न्यानो अभिवादन टक्राउन चाहन्छु। आज यस महत्त्वपूर्ण
कार्यक्रममा म स्वयं उपस्थित भएर आफ्ना भनाइहरू राख्न पाउँदा म अत्यन्त खुसी र आफूलाई अहोभाग्य ठान्दछु।